लौ आज हामी चर्चित नेपाली कमेडी शो हल्का रमाइलोको एउटा रमाइलो घटनाक्रमलाई केलाएर हेरौँ न त। कसरी एउटा सानो गल्तीले पुरै कथालाई नै एउटा हास्य विपत्तिमा परिणत गरिदिन्छ। अब सोच्नुस् त एउटा सामान्य चोरिएको स्कुटरले कसरी प्रहरीलाई दौडाउन सक्छ, परिवारमा झगडा ल्याउन सक्छ अनि एउटा एकदमै नराम्रो भेष धारण गर्न बाध्य बनाउन सक्छ। एपिसोड 324 को कथाले यही देखाउँछ। कसरी एउटा सानो समस्या झेलिँदै गएर पुरै परिवारलाई नै फसाइदिन्छ। ल अब कथाको सुरुवातमै जाउँ। सुरुमा त तीनवटा सामान्य घटनाहरू मात्रै हुन्छन्, तर यिनै तीन घटनाहरू नै हुन् जसले पछि आउने पुरै तहल्काको बिउ रोप्छन्। अब हेर्नुहोस् है, घटनाहरू कसरी एक आपसमा जोडिन्छन्। पहिलो घटना, बलेको स्कुटर चोरी हुन्छ। दोस्रो, कृष्णले त्यही चोरिएको स्कुटर एकदमै सस्तोमा किन्छ। अनि तेस्रो, त्यही स्कुटरले दिव्या नामकी एक युवतीलाई ठक्कर दिन्छ र ऊ भाग्छ। सुरुमा त यी तीनवटै कुरा अलग अलग लाग्छन् हैन त, तर होइन, समस्याको जालो बुन्न ठ्याक्कै यहीँबाट सुरु हुन्छ। अनि रमाइलो कुरा के हुन्छ भने एकजना पुलिसले नै थाहै नपाई कृष्णलाई भनिदिन्छन्, चोरीको स्कुटर चलाउने मान्छे त सिधै जेल जान्छ नि। अब के चाहियो? यही कुरा सुनेपछि त कृष्णको सातो जान्छ अनि उसले जेसुकै गरेर भए पनि लुक्ने र भाग्ने निर्णय गर्छ। ल कृष्ण त अब लुक्न थाल्यो, तर कथा यहाँ सकिँदैन। अब पालो आउँछ उसको परिवारको, अनि उनीहरूले समस्या सुल्झाउनुको सट्टा उल्टे स्थितिलाई झन् भनौँ न एउटा जेलिएको धागोको डल्लो जस्तै बनाइदिन्छन्। अब कृष्णको लागि समस्या डबल भयो। एकातिर पुलिसहरू चोरिएको स्कुटर र ठक्कर दिने मान्छे खोज्दैछन्, अर्कोतिर पीडित दिव्या आफै कृष्णलाई खोजेर कारवाही गराउन चाहन्छन्। मतलब ऊ दुईतिरबाट चेपुवामा परेको छ हैन त। अनि कथामा यस्तो संयोग आइपर्छ कि सोच्न पनि सकिँदैन। एउटा आफन्तले के सोच्छन् भने ल यो घाइते केटीलाई घर लगेर आराम गराउनु पर्यो, तर उनीहरूले दिव्यालाई कहाँ ल्याउँछन्? ठ्याक्कै त्यही घरमा जहाँ उनलाई ठक्कर दिने कृष्ण लुकेर बसिरहेको हुन्छ। कस्तो अचम्मको संयोग है। अब कृष्णलाई बचाउनु त पर्यो, अनि परिवारले के गर्छ? झुटको खेती सुरु गर्छ। उनीहरूले कृष्णलाई माथिल्लो तलामा लुकाउँछन्, पुलिसलाई भन्छन् ऊ त ससुराली गएको छ। तर एउटा झुट लुकाउन अर्को झुट अनि अर्को गर्दै उनीहरू आफैले खनेको खाडलमा झन्झन भासिँदै जान्छन्। अनि झुटको हद हेर्नुहोस् त, जब पुलिसले फोन गर्छ कृष्णले के भन्छ? सर म त सासु बितेर 13 दिनको क्रियामा बसेको छु। मतलब पुलिसबाट बच्नलाई उसले आफ्नै जिउँदो सासूलाई मारिदियो। यो त झुटको पनि पराकाष्ठा नै भयो। अब सुरु हुन्छ असली रमाइलो, मतलब पुरै स्ल्यापस्टिक कमेडी। कृष्ण आफ्नै घरमा लुकेर बस्न खोज्छ, तर उसको हरेक प्रयासले झन्झन हाँसोक्दो अवस्थाहरू सृजना गर्दै जान्छ। पीडित दिव्याले नचिनोस् भनेर उसले पहिलो आइडिया के निकाल्छ? अनुहारमा फेस प्याक लगाउने। अब सोच्नुस् त यो कस्तो आइडिया हो? यो त एकदमै नकाम लाग्ने र हाँसौठो आइडिया थियो, जसले उल्टै आफ्नै परिवारका सदस्यहरूलाई समेत अलमलमा पारिदिन्छ। ला फेस प्याकले त काम गरेन। अब परिवारले बुझ्यो के यस्तो सानोतिनो जुक्तिले पार लाग्दैन। अब त केही ठुलै गर्नुपर्छ। घरबाट उसलाई कसैले नचिन्ने गरी बाहिर निकाल्नको लागि उसको पुरै कायापलट नै गर्नुपर्ने भयो। अनि उनीहरूको त्यो ग्रान्ड योजना के थियो त? कृष्णलाई महिलाको लुगा लगाइदिएर घरबाट बाहिर पठाउने। यसका लागि उसलाई आफ्नै सासूको सारी लगाइदिन्छन्। अनि परिणाम? चर्पी जानका लागि लगाइएको एउटा यस्तो भेष जुन देखेर जो कोही पनि हाँस्छ। अनि कथाको क्लाइम्याक्स हेर्नुहोस्। त्यही महिलाको भेषमा कृष्ण ठ्याक्कै उसलाई खोजिरहेका पुलिसहरूकै अगाडिबाट हिँड्न पुग्छ। एकछिन त सातो नै जान्छ, तर भाग्यले साथ दिन्छ। पुलिसहरूले त पुरुष खोजिरहेका थिए, महिला होइन। ल अबसम्मका सबै झुट, सबै संयोग अनि ती नक्कली भेषहरू सबै एकै ठाउँमा आएर ठोक्किने बेला भयो। अब हुन्छ असली भिडन्त। अब लाग्छ नि ल अब योभन्दा खराब के होला र? तर कथामा अर्को मोड आउँछ। त्यही सहयोगी आफन्तले दिव्यालाई एक्लै देखेर फेरि त्यही कृष्णको घरमा ल्याइ पुर्याउँछन्। मतलब पीडित दोस्रो पटक अपराधीको घरमा। अनि अब हुन्छ सबै झुटको पर्दाफास। दिव्या घरभित्र छिर्छिन्। परिवारले यहाँ कृष्ण भन्ने कोही छैन भनेर नाटक गर्छ। तर दिव्याले ठक्कर दिने मान्छेको हुलिया बताउँछिन् अनि सिधै कोठामा बसिरहेको कृष्णलाई देखेर चिन्छिन्।
बस त्यही एकै क्षणमा उनीहरूले भुनेको झुटको पूरै महल तासको पत्ता झैँ ढल्छ। अनि दिव्या चिच्याउँछिन्, त्यही हो कृष्ण, जसले मलाई स्कुटरले हानेर घाइते बनायो। उनको यही एउटा वाक्यले त्यो पूरै अराजक नाटकलाई एकैचोटि अन्त्य गरिदिन्छ। एकदमै नाटकीय तर हाँसोउठ्दो अन्त्य। अनि अन्तिममा शोको आफ्नै गीतले भने जस्तै चिन्ता मात्रै कति लिनु, गर रमाइलो, आहा हल्का रमाइलो। कहिलेकाहीँ जीवनमा यस्तै साना साना गल्तीले निम्त्याउने ठूला र जटिल समस्याहरूमा पनि हाँसो लुकेको हुन्छ, होइन र?